एज अ पब्लिक हेल्थ फ्रिल्यान्सर म डिफ्रेन्ट एआई टुल्सहरू युज गर्छु कम्प्लेक्स हेल्थ इस्युजलाई चाहिँ अन्डरस्ट्यान्ड गर्नको लागि र सिम्प्लिफाई गर्नको लागि अनि त्यसलाई इजिली प्रेजेन्टेबल बनाउनको लागि। फर इक्जाम्पल नेपालको हेल्थ इन्सुरेन्स प्रोग्राम जस्तो टपिकलाई एनालाइज गर्दा म मल्टिपल पेपर रिपोर्ट भिडियो र पोलिसी डकुमेन्टलाई एकैचोटि अन्डरस्ट्यान्ड गर्न र त्यसमा भएका सिमिल्यारिटिज र डिफरेन्सेसहरू आइडेन्टिफाई गर्न नोटबुक एलएम युज गर्छु। इट हेल्प्स मी एनालाइज रिपोर्ट रिसर्च पेपर्स पोलिसिज र टेक्निकल डकुमेन्ट इन मच मोर अर्गनाइज वे। त्यहाँबाट म इम्पोर्टेन्ट इन्साइट्स रिपिटेड इस्युज सिस्टम ग्याप र की प्याटर्न्सहरू चाहिँ निकाल्छु। म त्यो एनालिटिकल जिस्टलाई च्याट जिपिटीमा लिएर जान्छु र सोर्ट एनालाइसिस युज गरेर म प्रब्लमलाई स्ट्रक्चर गर्छु। देन म जेमिनाई युज गरेर टेक्निकल ल्याङ्ग्वेजलाई सिम्प्लिफाई गर्छु र मल्टिपल सोर्सेसहरूलाई चाहिँ कम्पेयर गरेर चाहिँ एउटा क्लियर अन्डरस्ट्यान्डिङ डेभलप गर्छु। एन्ड फाइनली म क्यानभा र फ्लो युज गरेर कम्प्लेक्स एनालिसिसलाई इजिली अनि एट्र्याक्टिभ अन्डरस्ट्यान्डेबल भर्जनमा त्यसलाई कन्भर्ट गर्छु डिफ्रेन्ट लेआउट्सहरू डिजाइनहरू युज गरेर। सो दिस इज हाउ आई युज एआई इन माई पब्लिक हेल्थ जर्नी। यदि तपाईँहरूलाई पनि यस्तै एआई टुल युज गरेर चाहिँ कम्प्लेक्स हेल्थ इस्युजलाई अन्डरस्ट्यान्ड गर्न मन छ भने कमेन्टमा पब्लिक हेल्थ म्याटर्स भनेर टाइप गर्नु होला। म डिफ्रेन्ट एआई टुलहरू कसरी युज गर्ने भन्ने कुराको इन्डिभिजुअल भिडियोहरू बनाउने छु। सो दिस इज द एन्ड अफ दिस एपिसोड। स्टे ट्युन फर द नेक्स्ट एपिसोड इन द पब्लिक हेल्थ म्याटर्स।